फेरि आइगयो एस्कियामा लिनौ ठाडो एस्कियामा लिनौ खाप्चो हेर्न नपायो भन्ने होला कतिपयलाई कतिपयलाई त यसका कुरा सुनौँ के कुरा ल्याइन आयो भन्ने पनि भयो होला नि बगालौ। आज मैले यो मोबाइल सम्बन्धी ल्याएको छु क्या। मोबाइल हेर्दाखेरि कतिवटा रोग लाग्दो रहेछ भन्ने यस्ता कुराहरू एकदम चाहिने कुराहरू ल्याइन आएको छु आज। नचाहिने कुरा होइन क्या। 14वटा कुरा है मोबाइल हेर्दाखेरि असर पर्न सक्ने कुराहरू 14वटा छन् हेर। 1 नम्बरमा मोबाइल हेरिसकेपछि मुटु रोग लाग्दो रहेछ है 1 नम्बरमा। 2 नम्बरमा स्मरण शक्ति घट्ने भने चाहिँ अब थाहा पाऊ। 3 नम्बरमा बच्चाहरूको मानसिकमा असर पर्ने क्या है। बच्चाहरू अहिले प्रायः जसो बच्चाहरूको हातमा मोबाइल हुन्छन् अनि स्वान्छेरीको हातमा पनि मोबाइल हुन्छन् अनि बच्चा फुल्लिन्छ भनेर दिए हुन्छन् कि त्यही भएर मानसिक असर पर्दो रहेछ। अनि 4 नम्बरमा आँखा सुक्खा हुने के आँखा सुक्खा हुने। 5 नम्बरमा निर्धा कोम लाग्ने छटपट्टिने यता पल्ट्यो उता पल्ट्यो नहुने हैन। अनि 6 नम्बरमा आँखा पोल्ने क्या बत पोल्ने निल लागे जस्तो हुने पोल्ने हैन। 7 नम्बरमा मानसिक तनाव र डिप्रेसन जान सक्ने है। लोगन छोरा र स्वान्छेरी दुइटै जान सक्छन् है। अनि 8 नम्बरमा मधु खतरा भन्ने रोग के मधु खतरा भन्ने रोग अब के हो भनेर कमेन्टमा गर्नु म भनिदिउँला। अनि 9 नम्बरमा रोगसँग लड्ने क्षमता घट्ने क्या। हामी कमजोर भइसक्छौँ क्या मोबाइल रातभरि हेर्छौँ 24 घन्टा हेर्न खोज्यो भने चाहिँ शरीरहरू कमजोर हुन्छ अङ्गहरू भङ्गहरू कमजोर हुँदै जान्छ क्या क्षमता हुँदैन क्या है। अनि 10 नम्बरमा आँखा कमजोर हुने र चस्मा लगाउने। अहिले देखा छौ लोगन छोराले स्वान्छेले सानो बच्चाबच्चीले पनि आँखा पसलमा गएर लाइन लागिरहेको हुन्छन् चस्मा लगाउने। कसरी आँखा कमजोर भयो? विदेशमा पनि छ क्या यस्तो आँखा सबैले चस्मा लगाइरहेको हुन्छन् क्या है। त्यो आफूले ध्यान गर्नुपर्छ आफ्नो स्वास्थ्यको है। अनि 11 नम्बरमा बढी मात्रामा स्वान्छेरीहरू डिभोर्स हुने अदालतमा। 18 देखि 23-24 वर्षको स्वान्छेरीहरू बढी डिभोर्स भएको छन् क्या अहिले है यो मोबाइलले गर्दाखेरि। अनि 12 नम्बरमा अनि लोगन छोराको पनि बढी डिभोर्स भएको छ है। अब मोबाइलमा हेर्छन् च्याट्ट पर्या देख्छन् अनि छिरपर्या पाइन्ट एकदम सग्लै माना अनि सिमला आस्था खामा देख्छन् अनि घरै जोइ अब घिनाइ मन लाग्छ जसलाई पनि राम्रो लाग्दैन। अब सधैँ एउटैसँग घोलमेल गरेर पनि राम्रो हुँदैन। त्यही भएर नि यो डिभोर्स हुने प्रक्रिया बढी भयो क्या है। अनि 12 नम्बरमा होटलमा भेटघाट हुने अनि भगा 4-5 हजार सिद्धिने। लोगन छोराले कहिले मोबाइल किनिदिने कहिले कपडा किनिदिने कहिले केही किनिदिने अनि घर झगडा पर्ने कहाँ फाली पैसा के गरी तेरो तलब यति आउँथ्यो तेरो यतिको बाग्रो बेच्यो है यतिको खसी बेच्यो है यतिका चल्ला बेच्यो है भन्ने झगडा पर्ने दुईजना काटाकाट हुने मारामार हुने पनि रहेछ है। त्यही भएर 12 नम्बरमा 13 नम्बरमा होटलमा भेटघाट हुने भनेर भनेको छु त त्यही कुरा है यो। 14 नम्बरमा एक आपसमा ज्यान जाने। अब भयो त अब भेटघाट भइसकेपछि के आयो एक आपसमा ज्यान जाने भनेर आयो।